जापानमा कहिलेकाहीँ यस्तोसम्म पनि हुन्छ नि, एउटा जब 30 रुपियाँको टोयलेट पेपरले गर्दा 2 लाख येन सम्मको फाइन तिर्नु पर्ने रे। गफ लाको होइन, तपाई जापान आएपछि अरू चीजको त थाहा छैन, बट जापानिज टोयलेट तपाईलाई एकदमै बेस्ट लाग्नेछ। कति नेपाली त जापानमा घरको टोयलेट भन्दा पनि सायद पब्लिक वाशरुम बढी युज गर्छन्, किनकि एक त त्यो अटोमेटिक हुन्छ अनि एकदमै सफा पनि। बट अहिले जापान यति महँगो भएको छ नि, मान्छेले वाशरुममा राखेको टोयलेट पेपर शुद्ध चोर्न थालेपछि कति ठाउँमा त टोयलेट पेपर पनि ताला नै लगाएर राखेको हुन्छ र कुनै ठाउँमा नचोर्नु होला प्लिज भनेर नोटिस राखिदिएको हुन्छ। सायद नर्मल मान्छेले त जापानमा चोर्ने प्रयास पनि गर्दैन, तर जापानको ओकिनोसिमा भन्ने ठाउँमा एउटा 64 वर्षको बुढो बाजे थिए जो चाहिँ हस्पिटल गएको बेला त्यहाँको टोयलेटबाट एउटा टोयलेट पेपर चोरेर सुटुक्क घर ल्याउँछन्। बट अनफर्चुनेटली बाजेले चोरेको पुरै सीसीटीभीमा देखिएपछि हस्पिटलले पुलिसमा इन्फर्म गरिदिन्छ र बाजे पनि एउटा टोयलेट पेपर चोरेको आरोपमा कति मज्जाले एरेस्ट हुन्छन्। तर इन्ट्रेस्टिङ कुरा के छ भने बाजेलाई 30 येनको टोयलेट पेपरको बदलामा 2 लाख येनको फाइन लाग्छ। लिटरली 2 लाख येनको, जसबाट बाजेले 6000 वटा टोयलेट पेपर किन्न सक्थे। मैले केही महिना अघि एउटा नेपालीले पुरानो कपीबाट टोयलेट पेपर बनाइरहेको देखेको थिएँ। सो बरु पुरानो कपी नै युज गरे पनि जापानको वाशरुमबाट टोयलेट पेपर कहिले नचोर्नु होला।